अन्त जानु हुँदैन। उहाँले मुसँग गरेका सबै बाचा बन्धन भुलेर मलाई धोका दिनुभए पनि मैले उहाँलाई धोका दिनु हुँदैन। म उहाँलाई ठिक नभएसम्म उहाँलाई छोडेर कतै पनि जान्न। म उहाँसँगै बस्छु, उहाँकै ख्याल गर्छु। तर सेरिया दिलले फेरि के भन्नुहुने हो? जे भने नि भन्नु, मेरो पनि अधिकार छ त्यो गरान। तिनीहरूले त्यति भन्यो भन्दैमा डरले हिँड्दिनँ म। उहाँलाई ठिक नभएसम्म जसले जे भने पनि त्यही बस्छु। पैसाका मान्छे फेरि किन फर्केर आएको? भुन्टी तिमी किन फेरि फर्केर आएको? म उहाँलाई निको नभएसम्म यहाँबाट जान सक्दिनँ। मैले उहाँलाई जस्तासुकै अवस्था अनि साथ दिन्छु भनेर बाचा गरेकी थिएँ। आफूले गरेको बाचा निभाएरै छोड्छु। जिन्दगीमा पहिलोचोटि ससुराबाले राम्रो काम गरेको थिए, त्यो पनि फेल खाए। मान्छेको जानी ठाउँ कहीँ पनि नभएपछि कतिसम्म नाटक गर्छन् है मान्छेले। तपाईँले जे भन्दा नि मलाई केही फरक पर्दैन। जानी ठाउँ कहीँ नभएर आएकी हुँ म। लु भयो। त्यो भुन्टीले मसँग त्यसरी कुरा गर्ने, त्यसले जेठाजी र ससुराको अगाडि देखाएको ताई नत्रीको महानताले गर्दा डे बाई डे यो घरमा मेरो भ्यालु घटिरहेछ। अब म चिप्लाएर बस्नुहुन्न। श्रेया, के सोचिराखी? के सोच्नु नि, यो घरमा खतरा खतरा एक्टिङ गर्ने एक्टरहरू भेटिए के, त्यही भएर अलिक कुनै स्पेसल राम्रो डिरेक्टरलाई भेटाएर एक्टिङ गर्न पठाइदिनु पर्यो भनेर सोचिरा। है, तिमी पनि खालि चाहिने नचाहिने कुरा सोचेर समय खर्च गर्ने के? नचाहिने कुरा नसोच न। होइन, चाहिने कुरा चाहिँ के हो त तिम्रो लागि? ल भन त, चाहिने कुरा के हो? तिम्रो त्यो बुहारीले कति धेरै नाटक गरिरहेछ, देखिरहेछौ नि होइन? फेरि बुहारीको कुरा होइन, जे गरे पनि त्यो भुन्टी भुन्टी भुन्टी। त्यो भुन्टीमा के छ के? तिमीले किन चाहिँ धेरै खेदो गरे हो त्यसको? ए, अझ मैले पो खेदो गरे होइन? त्यो भुन्टीलाई भेट्ने बित्तिकै तिमीमा किन यति धेरै चेन्ज आएको छ? तिमीले मलाई गर्ने व्यवहारै सबै चेन्ज गरिरहेछौ, याद गरिरहेछौ? उसले जे गरे पनि ठिक, उसले जसो गरे पनि महान, अनि म चाहिँ खत्तम होइन? हेर, यो घर मैले आफै दुःख गरेर खाइ नखाइ बचाएको सम्पत्तिले किनेको प्रपर्टी हो। त्यसैले यो घरमा दुनियाँभरिको यो लफडा नाटक हेरेर म चाहिँ बस्न सक्दिनँ। त्यसैले तिम्रो बुहारीलाई जहाँ पठाउने हो पठाइहाल। श्रेया प्लिज यस्तो कुरा नगर त। पहिला भाइलाई ठिक हुन दिऊ। भाइलाई ठिक भएपछि त के गर्ने गरौँला नि। अनि तिमी कति भुन्टीको पछि लाग्यो हो? अघि बुवाकै अगाडि पनि भुन्टीलाई त्यस्तो व्यवहार गरे। भुन्टीलाई त्यस्तो व्यवहार गरेको देखेर बुवालाई कति टेन्सन भएको होला, बुझेकी छौ तिमीले? त्यही त, तिम्रो बाउलाई हुने तनाव पो तनाव, हामीलाई हुने तनाव त तनावै होइन होइन? कत्रो योजना बनाएर अस्ट्रेलियादेखि नेपाल आए, अहिले यहाँ दुनियाँलाई स्याहारेर बस्नु परेछ। उसकै भाइ बुहारी बहिनी आमा दुनियाँ स्याहार्ने म चाहिँ होइन? हातमा एक सुको पैसा छैन। मलाई भएको तनाव तिमीले कहिले महसुस गरेका छौ? हेर है भुवन, अब चाहिँ अति भयो, म चाहिँ सहन सक्दिनँ। के आइडिया तिमी पनि लगाऊ। भूपेन्द्र बाबुलाई तुरुन्तै ठिक होला जस्तो पनि छैन। जे जसरी हुन्छ ल्याप्चे लगाएर भए पनि यही बिरामी भएकै बेलामा सारा प्रपर्टी आफ्नो नाममा पारिहालौ, अनि तिम्रो भाइ बुहारीलाई जहाँ पठाउने हो पठाइहाल। प्लिज श्रेया, तिमी केही दिन चुप लागेर बस्थ्यौ। हामी त्यति धेरै स्वार्थी पनि हुनु हुँदैन। अझ बुवा गाउँबाट सहर आउनु भएको छ। बुवा यहाँ हुन्छ नि त ठुलो स्वरले पनि नबोल। म मेरो बुढो भएको बुवालाई टेन्सन दिन चाहन्न। हस्, म तिमीले भनेकै मानेर चुप लागेर घरमा सबैको नोकर्नी बनेर बस्नुला हुन्छ? श्रेया के बोलेकी के यस्तो के बोलेकी भन? आफ्नो परिवारको सेवा गर्नु, आफ्नो घरको काम गर्नुलाई नोकर्नी भनिँदैन। कुरालाई नबोड, सकारात्मक सोच, बी पोजिटिभ। तिमीलाई फाइदा हुन्छ र डिस्कस नगरौँ। हो, भइहाल्यो नि फाइदा। फाइदै फाइदा भएको छ।
कमाएको जति पैसा जम्मै भाइलाई खुवाएर अहिले सबै पैसा डुबाएर यो हालत भएको छ। एक पैसा छैन हातमा। घरभरि जम्मै मान्छे उसका ल्याएर थुपारेर म चाहिँ घरको काम गरेर बस्नुपर्ने। फाइदा उसलाई केही कुरा सुनायो कि उसलाई तनाव हुन्छ। मलाई दिएको स्ट्रेस चाहिँ भगवान् के पो गर्ने होला कि मैले यो मान्छेलाई। श्रेया केही नगर, धेरै केही नसोच, धेरै स्ट्रेस पनि नल्याऊ। जिन्दगीमा सोचेको जस्तो कहिल्यै हुँदैन, कसैको पनि हुँदैन। यही नै जिन्दगी हो। प्लिज कुल भएर बस्नु। तेरिका सर्वोत्तम सिमेन्ट प्रेजेन्ट्स भुन्टी पावर्ड बाई बर्जर सिल्क एन्ड डिश होम इन्टरनेट। बिचरा ती फुन्टीले श्रेयाको त्यस्तो व्यवहार कसरी सहेर बसेकी होली। नबस न त भनौ भने, भुन्टी भएन भने मेरो भाइ दिशा पिसाबमै डुबेर मर्छ। न म भाइ त्याग्न सक्छु, न त श्रीमती त्याग्न सक्छु। जति मिलाए पनि कुरै मिल्दैन। म के गरौँ? बुहारीलाई त लगा बाबु, बुहारीलाई त लगा। बुहारीको व्यवहार हुँदै भएन, तँलाई थाहा छ त तेरी आमाको व्यवहारले मेरो हालत कस्तो भयो। त्यसैले बेलैमा बुहारीलाई त लगा, नत्र तेरो पनि हालत मेरो जस्तै हुन्छ बाबु। कसरी तहलाउनु बुवा? बुहारीको मात्रै गल्ती भए पो तहलाउनु। अब आफ्नो भाइको पनि गल्ती छ। तपाईँको बुहारी पहिला त्यस्तै थियो त, तपाईँलाई पनि थाहा छ त।